बिहानीको घाम फुलेको कपाल सरलनम तिम्रो नि बाजे मेरो नि बाजे यसको नि बाजे उसको नि बाजे हामी सबैको पण्डित बाजे तेरो जुत्ता कतिले करोडौँको सामान चोरेर लगे जस्तो गर्छ के त खुट्टामा लाउनु पर्यो त्यो अब मालाउने लगा घाँटीमा नभए बाला पनि हाल्नु हेर्न यो रिसाको फेरि आफै नहुने काम गरिँदै हिँड्छ अनि हामीसँग पो आएर रिसाउँछ रिसाउँछु त मैले के नहुने काम गरेँ तिमीहरू अब चाहिँ फालेर राखेको जुत्ता कति न यसो लाउनु हुन्छ कि भनेर लिएर गएको खोप कति न बहुमूल्य सामान लिएर गए जस्तो खोप ए हजुरबा भनेर खुब डाँडा खोला सबै हल्लिने गरेर जुत्ता चोरी भयो भनेर कराएको होइन तिमीहरू कति न आज खुब के लिनु हो त्यो लिनु हो ओहो चोरकै ठुलो चोर यो त अति भएन चिनेर ब्रो अनि जुत्ता त एउटा मात्रै ख त जुत्ताको जोडी खै तेरो टाउको खै खै तेरो टाउको कि जाँडसँग पोलेर खाइस तेरो त विश्वासै लाग्दैन हो तिमीले न्यु खोजेको मसँग हो न्यु खोजेको हो तिमीहरूको त्यो कानी गुजीले भरेको त्यो जोडको परेको कानले सुने होइन हिजो मैले के भनेको अझ खोइ त्यो जुत्ता पहिला गयो भने होइन मैले यसको श्वास लिएर मात्र यसले छोडेर पहिला गयो भने त जुत्ताले पनि छोडेर पहिला गएछ यस्ताको साथमा को बस्छ त जान ढोक्न पाए गएको छोडिदिइहाल्छन् सबैले धेरै जाँड नभन है म त त्यही जाँडले नुहाइदिन्छु नि तिमीहरूलाई फेरि लो तेरो तागत हामीलाई जाडले नुहाउने रे त्यसले नलुको त 25 वर्ष भयो होला आज आउँदा नुहाइदिनले त्यो पनि जाँड होइन हुँदै अब त अति हेप्न थाले भाइ यिनीहरूले ने खोजे तिमीहरू चुप्पी हो के गर्छस् अझै ने खोजेकै हो त हो साँच्ची नै हो त साँच्ची हो आइज चुप्पीहरू एक आइज अब एक कोही बात छैन अब कोही बातै छैन एक आइज ल आइज ए आइज चुप्पी आइज आइज चुप्पी आइज आइज चुप्पी आइज मार्यो चुप्पीले मार्यो के को चट्ट भयो आबै कुस्ती खेल्ने ठाउँ हो यो हेर्नु न हजुरबा यो चिम्रेले हामीलाई के भन्छ उल्टै जुत्ताको माला लाएर बस्रे हो रे हजुरबा यो चिम्रे हामीसँग न्यु खोलेर लड्न आइज भन्दा थियो को भने त्यसरी कसले भने त्यसरी हामीले त भने होइन अनि भने मैले भने होइन त
यस्तो काम गर्दिन अबदेखि। फेरि हाम्रो पण्डित बाजे रिसाउनुहुन्छ भनेको। अनि यिनीहरूले त होइन चोरी गरिदियोस् भने कसरी हजुरबालाई ठग्ने पो भन्छन् हजुरबा। यिनीहरूले त मलाई पो अहिले मलाई पो फसाउन खोजेर छन् खुब। आमा ए हो यो सबै चटक मेरो नातिहरूले पो गरे हो। हो हजुरबा हो। यिनीहरूले त्यही भनेको सत्य रामाराम विद्या नष्ट। ल यो जुत्ताको तनाको कसम यो अलिअलि मेरो चिलाउने कानले नै सुने हो। यिनीहरूले भने हो। ल चुप लाग चाली मलाई टाका। ए मैले तेरो नाटक नदेखेको हो र। हिजो बेलुका पनि त्यो नातिको सानो नातिको खुट्टा मुनि गिलास लगेर राख्ने तै होइनस्। मैले यहाँ झ्यालबाट आएर हेरिरहेको थिएँ त्यहाँदेखि बदमास। कुन गिलास कुन गिलास कुन 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 गिलास कुन कुन गिलास भन्छ दुःख छोडेर तान्दै यस्तो अझै कुनेको छैन। मेरो कानबाट काटेको चाहिँ पाइ निस्क्यो। मेरो नाकबाट सिँगार बल्ल खाइस। के खाने तिमीले के देखाउँदा खाने मैले चोरेको होइन। ए हो पण्डित बा हो मैले चोरे हो र। यसलाई त हो भने हो कति गोल हात आँखाले हेरेको बुढा हो भनिसकेको त मैले। हजुर अझै हेर्नुपर्छ। जति सिधा ढुङ्ग्रोमा राखे पनि कुकुरको पुच्छर कहिल्यै सिधा हुँदैन भन्थे हो रहेछ। कुकुरको पुच्छर भन्दा कम छैनस् चिम्रे त। होइन होला खोइ मेरो पुच्छर बोलाएको त छैन। त्यसै ल हेर त त्यसै नानी पुरा बोल्नु तपाईँ पनि। पण्डित बाजे पनि कहिले कहिले त मलाई त रिस उठेर आउँछ भने रिसायो नि त। तेरो पुच्छर अब खुकुरीले चोट काटेर उता घाममा लगाएर सुकाएर मजाले डोरी बाटेर दसैँमा लिङ्गे पिङ्ग हालेर चर्चा गर्दै खेल्थी होइन। कति मजा आउँथ्यो है। खतरा। कति बाछो है। त्यही भएर मैले पुच्छर पलाउनै नदिएको। खै पिङ खेल्ने आज पिङ खेल्ने मान्छे पनि पिङ खेलिरहनु जाँदैछ। पिङ खेलायो अनि घरमा ल्याएर छपक्क डोकोले छोपेर राखिदिएको जस्तो सिङ्गुटी फु गर्दा पनि ढल्ला हात छ। क्या हो पण्डित बाजे? न कसैले बोल्न सक्छ, न कसैले भनेको सुन्छ, न कसैले भनेको मान्छ। कस्तो चाहिँ घामट आइलाग्यो यो। हे भगवान् के गर्ने यसलाई अब?
पिर नगर्नुहोस्। अब यसलाई के गर्ने हामीले प्लान बनाइसकेका छौँ। हो ए मलाई यहाँबाट निकाल्ने टिकटिस गर्दैछस्? पक अब फेरि दिमाग लगाउँछु तँलाई। हेर छिम्रे, अब म राम्रोसँग भन्छु सुन। नातिहरू तिमीहरू पनि सुन। गल्ती मानिसबाट नै हुन्छ बा, तर गल्तीबाट पाठ सिक्ने व्यक्तिहरू महान हुन्छन्। बुझिराख्नु यो कुरा जहिले पनि। नातिहरू हजुर हजुरबा। जाऊ, तिमीहरू गएर खाना बनाऊ। भोक पनि लागिसक्यो। म एकछिन यो चिम्रेलाई सम्झाउँछु है। हेर चिम्रे, तँलाई लाग्छ होला पण्डित बा किन सधैँ शान्त स्वभावका छन् भनेर। होइन, सानो हुँदा म पनि यस्ता सानातिना गल्ती थुप्रै गर्ने गर्थे। कसैको बारीको काँक्रो चोर्ने, कसैको घरमा राति सुतेको बेलामा ढोकामा यत्रो मुठो सिस्नु लगाएर झुन्याइदिने, कसैको पिँढीमा गएर आची गर्ने, यस्ता थुप्रै गल्तीहरू के मैले पनि मेरो बचपनमा थुप्रै गरेको भए। तर मैले गल्ती गरेपछि मलाई सम्झाउने, मलाई बुझाउने, यस्तो गर्न हुन्न बा भनेर अर्थी उपदेश दिने मान्छे पाइनँ मैले। त्यसैले मैले धेरै दुःख पाएँ। कति दिन खान नपाएर भोकै हिँडे, आँखामा आँसु देखाउन हुँदैन भनेर एकान्तमा गएर चिलपिला आँसु झार्दै रुँदै बसेँ। कति रात सुत्ने ठाउँ नपाएर सडकमा गुडिरहने, गाडीभित्र गएर रात बिताएँ। यस्ता अनगिन्ती दुःखहरू मैले काट्दै गएँ। तर यी सबै दुःखको भारी बिसाउने चौतारी मैले भेट्न सकिनँ। सानै हुँदा एक दिन भोकले औतालिएर आकुल व्याकुल भएर के खाम के गरौँ कसो गरौँ भएर बाटोमा हिँड्दै थिएँ। हरियो मकैको बारीमा पुगेछु। भर्खर खाने बेला भएको दुधिलो मकै रहेछ। भाँचेर आफ्नो पेट भरे। कसैले देखेनन्, नदेखेपछि चोरेकै त भयो। चोरेरै सही, पेट त भर्नै पर्यो भनेर खाएँ। आखिरी छिमेकीले थाहा पाएछन्, गएर कुरा लगाइदिएछन्। मैले सोचेँ यो सानै कुरा त हो नि। तर छिमेकीले मलाई समातेर सबैले यो चोर 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 भनेर त्यही मकैको खोयाको माला लगाएर दाम्लोले बाँधेर अनि त्यही मकै अगाडि ल्याएर राखेर लोखा भनेर सजाइदिए। मैले त्यस दिन गरेको सानो गल्तीले असाध्यै धेरै दुःख पाएँ र त्यही दिनको घटना यो मुटुमा कहिल्यै नजाने दाग बनेर बसेको छ। अनि 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 के भयो पण्डित बा? तपाईँको बा आमा हुनुहुँदैन थियो हो? मेरो बा त म सानै हुँदा स्वर्गारोहण हुनुभएको रे। मलाई त त्यही गाउँभरि सबैले टकाल कान्छा भनेर चिन्थे रे। कति इज्जत, कति मान, कति प्रतिष्ठा थियो अरे उहाँको। तर अरूको सेवा गर्दा गर्दै, अरूको भलाइ गर्दा गर्दै आफ्नै घर परिवार चुर्लुममा ऋणमा डुबेको उहाँलाई पत्तै भएन।
गरिबीले कति छिटो घेर्यो भन्ने कुरो उहाँलाई थाहै भएन। त्यही गरिबीको शिकार हामी बन्न पुग्यौँ। त्यस्तो दुःखद घडीमा पनि आमा हाम्रो साथमा हुनुहुन्थ्यो। समाजमा एकल नारी आफ्नो इज्जत बचाउँदै मेरो पालन पोषणको लागि रात दिँदै रुँदै कराउँदै भौतारिँदै हिँड्नुहुन्थ्यो। आमालाई कति दुःख भयो होला है बाजे? हो नि, मेरी आमा मेरो लागि सर्वस्व गुमाउन सक्थिन्, तर मलाई होइन। जब मैले मकै चोरेर गल्ती गरेँ, जब सजाय भोगेँ, त्यसपछि मलाई मेरो आमाले भन्नुहुन्थ्यो, हेर छोरा, गरिब हुनु हाम्रो पाप होइन, तर गल्ती गरेपछि जसले स्वीकार्न मान्दैन त्यो ठुलो पाप हो। अब त मेरो बाबु ठुलो भइसक्यो। मेरो सारा खुसी तिमीसँग छ छोरा। तिमीले नै यसो गर्यौ भने म कसको मुख हेरेर बाँचौँ भन त? आमा आमा। त्यसपछि मैले आमालाई सम्झाउँदै भने, आमा नरुनुहोस्, म छु नि तपाईसँग। बाबु, आमा बाको लागि आफ्नो सन्तान भन्दा प्यारो र ठुलो अरू कोही हुँदैन नि। अबदेखि यस्तो काम नगरेस् बा। महान, कति महान। त्यसपछि मैले भने, हो आमा, हजुरले भन्नुभएको सबै कुरा सही हो। अब म मेरो जन्मदाता, मेरो भगवान रूपी आमाको कसम खाएर भन्छु, आजको दिनबाट म कहिल्यै गलत काम गर्दिन। मैले यति भनिसकेपछि मेरो आमा साह्रै रुनुभयो। कहीँ छोरा राम्रै सुध्रिन्छ कि भनेर, कहीँ कतै हर्षको आँसु पनि देखिन थाले भने कतै दुःखको आँसु पनि आमाको आँखामा टिलपिल टिलपिल बगिरहेको थियो। त्यसपछि मैले भने, आमा, म हरेक पल मेरो आमाको खुसीको लागि परिश्रम गरिरहनेछु। यो मेरो प्राण भयो। महान, कति महान। त्यसपछि मैले मेरो आमाको आज्ञा पालन गरेर सदाको लागि गलत काम गर्न छाडिदिए। कति कति महान, कति महान हे तपाईँको आमा। धोका रे आमा, धोका रे। म पनि धेरै भावुक भएछु तसँगै। मैले त भोगिसकेँ, तैँले भोग्नै बाँकी छस् बाबु। हेर चिम्रे, मैले चाहेको भए तँलाई जुनसुकै सजाय दिन सक्थेँ, तर म चाहन्छु कि तँलाई पनि त्यही दुःख कष्ट भोग्नु नपरोस् जुन मैले भोगेर आएँ।
त्यसैले आजैबाट गलत काम गर्न छाडिदे बाबु। यसमै तेरो भलाइ हुन्छ। समाज, परिवार, इष्टमित्र, नातागोता सबै खुसी हुन्छन्। अनि बल्ल एउटा असल व्यक्ति बनेर समाजमा उदाउन सक्छस् त। यो बाजेले के भन्यो भनिस् भने त सकिएको। यही मैले भनेको कुरा मनमा लिएर मनन गरेर यसैलाई कार्यान्वयन गरिस् भने पक्कै पनि भोलि महान व्यक्ति बन्ने सस्त। पनि बाजे, आज म गल्ती स्वीकार गर्छु। अनि आजबाट म यस्तो गल्ती कहिले नि गर्दिनँ। शिवेश राई, गाउँको माटो, बिहानीको घाम, फुलेको कपाल सरलनम। तिम्रो नि बाजे, मेरो नि बाजे, यसको नि बाजे, उसको नि बाजे, हामी सबैको पण्डित बाजे। चुलबुले नाति, बुढाको माया, समाज र संस्कृति दाया बाया। हिमालको नि बाजे, पहाडको नि बाजे, तराईको नि बाजे, शरको नि बाजे, हामी सबैको पण्डित बाजे। गाउँको माटो, बिहानीको घाम, फुलेको कपाल सरलाम।